हेलो साथीहरू, तपाईँहरू सबैजनालाई नमस्कार है। आज फेरि म यो पोखरीलाई चाहिँ आज पुरै पानी यो बाल्टिनले है पुरै पानी निकालेर चाहिँ फाल्ने छु र अनि तपाईँहरूलाई यहाँको कछुवा पनि देखाउनेछु ल। हिजो चाहिँ त भिडियो कछुवा थियो, लास्टसम्म तपाईँ हेर्दै गर्नु होला। म तपाईँलाई लास्टमा कछुवा पनि देखाउनेछु ल। हेर्नु ल, म पहिला फालिसकेर देखाउँछु ल। हेर्नु साथीहरू, मैले भनेको थिएँ नि तपाईँहरूलाई म कछुवा देखाउने छु भनेर। हेर्नु, यहाँ एउटा कछुवा छ है, अनि एउटा कछुवा चाहिँ यहाँ छु। यो दुईवटा मात्रै रहेछ, तर मैला त कम्ती होइन। सम्ममा यत्रो पानी फालेर है अनि निकालेको। अझ अलिकति सफा गरेर हेर्नु। हेर्नु कस्तो घाँटी निकाले, टिनिक्क तन्काएर बोल्दैछ भनेर होला। पानी दिन्छु पक पक। ओइ आइज। यो चाहिँ कुन जातिको रहेछ यस्तो, यो थाहा पनि भएन है। हेर्नु न, यो कुनै के प्रजातिको हो यो यस्तो। यो अलि मैला पनि मैलै भएको छ खासमा चाहिँ अहिले भनेर भन्नुपर्दा होइन। अलि यो ल्याउस्याउ यसो हटाइदिनु पर्यो होइन। यो कसालो कछुवा, हाम्रो उता नेपालतिर पाउने कछुवा अर्कै हुन्छ, यहाँ पाउने कछुवा अर्को छ। यहाँ समुद्रको भन्नु पनि यो खालको हुँदैन, यो समुद्रमा अर्कै खालको हुन्छ है। ए कहाँ गएको त? यति हिँड्दैछ त्यहाँ। त्यो साथी खोजिदिने होला त्यहाँनिर। तेरो साथी यहाँ छ है, आइज यहाँ। यहाँ छ है तेरो साथी यहाँ। ए तेरो साथी यहाँ छ, यता आइज यता आइज। तँलाई पनि म नुहाइदिन्छु कि। अलि यो ढाडमा लेउ लागेछ भाइ, हेर यो लेउ लागेको छ, अलिक सफा गरिदिउँ। यस्तो अलि लेउ लागेको छ पुरै। यो मैले यिनीहरूलाई चनाहरू दिएको हेर्नु न, पहिला यहाँ पुरा पोखिरहेको रहेछ चनै चना। यो के कछुवा हो? अब पाल्न त मैले पनि पालेको होइन। यो खाल्टो त यहीँ थियो पहिलेदेखिकै, अनि खाल्टो यहीँ भएकोले गर्दा चाहिँ अनि मेरो पाला अनि यसो सफा गर्नु पर्यो भनेर अस्ति नै पानी मैला देखेर चाहिँ सफा गर्न थालेको है। पानी मैला देखेर चाहिँ यसो सफा गर्न थालेको मैले। अनि सफा गर्दाखेरि चाहिँ कछुवा निक्लेछ क्या। अनि कछुवा निक्लेको गर्दा चाहिँ अनि मैले सोचेँ अब यहीँ बसोस्, बरु पाल्नु पनि हुन्छ होइन, राम्रो पनि एउटा सो हुन्छ भनेर मैले चाहिँ अनि त्यतिर खास यतिकै राखिदिएँ। अनि मैले यो दानाहरू हालिदिने गरेँ हो, हेरिरहनु भएको छ। यो पुरा चनाहरू, कहिले रोटीहरू हालिदिने, कहिले भात हालिदिने गरेँ। त्यो भात चाहिँ त्यो गलेर गयो होला। यो चाना चाहिँ रहेछ, पुरा चानाहरू रहेछ। दुईजनाले त्यहाँ राखिदिएछु कुनामा हो। यति मात्रै रहेछ, दुईवटा मात्रै। अब भोलिपर्सि पायो भने एक दुईवटा माछा पनि लिएर हालिदिनु पर्ला, 10 12 पिस। विचार चाहिँ गर्दैछु। हेर्नुहोस् यस्तो छ मैला। अझै यसलाई एकछिन सफा गरौँ है। तपाईँहरू हेर्दै गर्नु, मजाले हेर्दै गर्नु, लाइक गर्नु, फलो गरिदिनु भाइ दाजुभाइ सम्झेर है। ल धन्यवाद। कछुवाहरू अहिले दुईजना टक लुकाएर बसिरहेछ। बिचरा डर लाग्यो होला।